निवासी याचनका निवासी तारा तमसा कुलुङ र निर्माता हुनुभएको छ। यसमा शब्द सङ्कलन ओजेर लकवालीको दिगुलुङ रहनुभएको छ। यसमा सङ्गीत विजय नेवाङ रहनुभएको छ र गायक परेश राई र गायिका जुनु प्रसाई। त्यस्तै एरेन्ज मिक्सिङ सागर संसार राई रहनुभएको छ। त्यस्तै क्यामेराम्यान गङ्गा राई, एडिट अमृत चापागाई, कोरियोग्राफर संयोग यो सिङ्गारको रिता कटवाल म्याजिक क्रिएसन रहेको छ। यसमा अत्यन्त खुसी छु संयोग भएर म यहाँलाई सम्झाउन चाहन्छु। त्यस्तै कोरियोग्राफरमा केशव राज भट्ट हुनुहुन्छ, निर्देशन कन्सेप्ट विजय नेवाङ म यहीँमा सम्झिन चाहन्छु र फिक्सिङ मोडल आशिष लिम्बुबाट अफसर लिम्बू लगायत सम्पूर्ण टिमलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र यस्तै आजको यस पश्चात यहाँ म्युजिक बोल्दैछ। त्यस पछाडि हाम्रा विशेष होस्टको उल्लासका साथ हामी आजको र तालीले सबै हाजिर गर्न चाहन्छौँ। र हाम्रो क्यामेराम्यान हुनुहुन्छ मुन्टर महिला विरोध कुलुङज्यू, यहाँले विशेष गरिराख्नु भएको छ। सिरिजन गाउँपालिका नम्बर 3 का याचनका निवासी श्री तारा तमसा कुलुङबाट निर्मित विशेष परेश राई र जुन राईको जुन प्रसाईको स्वरमा सजिएको र शब्द श्रीमती कुलुङको सजी आज विशेष हामीले सामान्य गरेर कार्यक्रम गरिरहेका छौँ। सम्पूर्णले यहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र म कार्यक्रम सञ्चालक प्रवीण सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँले निकै टुङ्गा बनाएर मेरो बारेमा बोलिदिनु भएको छ, म आभार व्यक्त गर्दछु। र सर्वप्रथम यो आज माहौल तयार गरिदिनु भएकोमा म प्रमुख प्रशासकीय अधिकृत प्रवीण सरलाई अन्तर हृदयबाट म आभार व्यक्त गर्न चाहन्छु। प्रवीण हुनुहुन्छ। यस आउँदै गरेको महान चाड दसैँ तिहार छठको शुभकामना कार्यक्रम तथा हाम्रो शास्त्र हाम्रो सहकारी मित्र सिर्जना गर्नुभएको यस म्युजिक भिडियो विमोचन कार्यक्रम राखिदिनुभएको यस बडा दसैँ 2080 को शुभकामना व्यक्त गर्न चाहन्छु। शुभकामना तथा यो साङ्गीतिक साहित्यको अर्को कोसेली थपिएको यो लोकार्पण तथा विमोचन कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो 3 नम्बर प्रशासकीय अधिकृत हुनुहुन्छ बुद्धि सर। आफैमा मलाई उपल्लो स्थानमा मैले व्यक्तिगत हिसाबले राखेको साथ प्रमुखजीहरू हुनुहुन्छ। यसमा धेरै भन्ने नै छैन, यो 2 घन्टा पनि भएको छैन, मलाई पनि अवगत भएको। यसमा यो प्रि प्लान भन्दा पनि यो चाहिँ क्विक प्लानमा चाहिँ यो कार्यक्रम भएको भन्ने खालको मलाई चाहिँ लागेको छ। अनि हाम्रो जनप्रतिनिधिहरू र हाम्रो कर्मचारी साथीहरूले पनि पछि फेसबुक लाइभमा अथवा यो अफलाइनमा भिडियोहरू कहीँबाट डिटेल हेर्नुभयो भने पनि यसबाट तपाईँहरूले थाहा पाउनै हुन्छ। यो
प्लान होइन, यो क्विक प्लानमा चाहिँ गरिएको कार्यक्रम। तथापि यो भव्य हरेक कुराहरू गर्दाखेरि भव्य हुनुपर्छ भन्ने छ। त्यो कुराहरूले चाहिँ के बोकिरहेको छ, के पर्व, यो महत्त्वपूर्ण पर्वहरूको आसन्न मोडमा छौँ र यो अवसरमा सबैले सुरक्षित भएर हामी आफैले समाजमा चाहिँ भिजेर एकअर्कामा चाहिँ भातृत्वको प्रदर्शन गरेर यी पर्वहरू मनाउने कामहरू पनि गर्दछौँ। र अर्को सङ्गीतको साहित्यभित्र अर्को इतिहास भन्ने काम जुन टिमहरूले गर्नुभएको छ, जो अघि यहाँ नामहरू लेखेर उहाँले वाचन गर्नुभएको छ, यो सम्पूर्णलाई शुभकामना तथा फेरि पनि यस्ता सङ्गीतहरू थप्दै जानुहोस् भन्ने पनि म फेरि पनि आग्रह पनि गर्न चाहन्छु। र यसमा केही कुराहरू सङ्गीत भन्नाले यति जटिल विषयवस्तु हो। मैले मेरो आफ्नो यात्राको क्रममा, जीवनको यात्राको क्रममा म चाहिँ काठमाडौँमा विद्यार्थी रहँदाखेरि म आफैले केही समय शास्त्रीय सङ्गीतमा आफू पनि आबद्ध हुने, केही तालहरू सिक्ने, केही धुनहरू सिक्ने मैले पनि म आफू पनि प्रशिक्षित भएको छु। खोटाङको डाक्टर किराँत भन्ने हुनुहुन्थ्यो, उहाँ 8-9-10औं वर्ष त्यही शास्त्रीय सङ्गीतमा भिज्नु भएको थियो र हामी एउटा घरमा सँगै बस्थ्यौँ र उहाँकोमा थुप्रै विद्यार्थीहरू आउनुहुन्थ्यो। म आफै त्यही घरमा एउटा कोठा लिएर हामी बस्थ्यौँ र त्यही माहौलमा चाहिँ मैले शास्त्रीय कार्यक्रम कसरी के संयोग हो भन्ने कुरा हाम्रो आदरणीय प्रमुख प्रशासक ज्यू मार्फत आइसकेको छ, यहाँ प्रष्ट भइसक्नु भएको छ। र विशेष आज यस तामझाम व्यवस्थापनमा यस राज्य जमाउनेछ भन्ने यो गीत जताततै बज्नेछ भन्ने कुरा अपेक्षाका साथ यसै कार्यक्रमका आजका विशेष आमन्त्रणलाई स्वीकारेर यहाँसम्म पाल्ने हाम्रा सिजन गाउँपालिकाका प्रमुख प्रशासक श्री प्रवीण राईज्यू, त्यस्तै वडा नम्बर 3 का वडा अध्यक्ष श्री प्रताप सिंह तामाङज्यू, त्यस्तै सिजन गाउँपालिका अध्यक्ष श्री भूपाल राज नेवाङज्यूलाई हार्दिक आभार व्यक्त गर्दै चाहन्छु।